वास्तविक घटनाको दृश्य चाहिँ यो हो। सामाजिक सञ्जालमा यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लच्छार पछार गर्दै कुटपिट गरेको भिडियो चर्चामा छ। भिडियो सार्वजनिक भएपछि विमानस्थलमा प्रहरीले यात्रुमाथि देखाएको व्यवहारलाई लिएर तीव्र आलोचना भइरहेको छ। भिडियोमा प्रहरीको दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा हुन् भने यो घटना आइतबार बिहान करिब 11:30 बजेको हो। युएईमा मार्केटिङको काम गर्दै आएका ओझा करिब 10 महिनापछि आफन्तको विवाहमा सहभागी हुन 10 दिनको बिदा लिएर नेपाल आएका हुन्। उनलाई एक ट्राफिक सहित 3 जना प्रहरीले हात पछाडि मर्काएर आगमन कक्षभित्र लग्दै गरेको भिडियोमा देखिन्छ। प्रहरी हवलदारले उनको अनुहार र खुट्टामा हिर्काउँदै गरेको पनि भिडियोमा देखिन्छ। अनि प्रहरी प्रवक्ताको भनाइ चाहिँ यस्तो छ। ट्राफिक प्रहरीले तपाईले हातले लक गरेको त्यो सँगसँगै जुत्ता तपाईले देख्नुहुन्छ होला। जुत्ता चाहिँ कस्तो अवस्थामा भन्दा उहाँले प्रहरीमाथि त्यो जुत्ता प्रहार गर्ने लाग्दाखेरिको अवस्थामा के लाग्यो भन्दा प्रहरीले उहाँलाई नियन्त्रण दिएको अवस्था छ। त्यो अवस्थामा चाहिँ उहाँले प्रहरीप्रतिको व्यवहार प्रहरीलाई जुन गर्नुभएको एउटा अश्लील हिसाबको तारिखहरू प्लस त्यो जुत्ताले प्रहार गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको अवस्था भनेर प्रहरीले हामीसँग भनेका छन्। र त्यो विषयमा अनेक देख्ने मान्छेले चाहिँ त्यो घटनालाई चाहिँ त्यही ढङ्गले चाहिँ भन्नुभएको छ। सरस्वती अब यो हामीले इन्टरनल हिसाबले हेर्दाखेरि के देखिन्छ भन्दा उहाँ जो व्यक्ति आउनुभयो सञ्जय, पछि हामीले उहाँको सबै डिटेल पनि लियौँ। सञ्जय ओझाजी आउँदाखेरि त्यसरी अलिकति कस्तो छ भन्दा उहाँको अलिक एग्रेसिभनेसमै उहाँको आउँदै गरेको अवस्था छ। र उहाँले भन्सारमा गरेको जुन उहाँको हाउडाउ एक्टिभिटी छ कुरा पनि बाहिर आएर पार्किङ स्टेसनमा आइसकेपछि त्यहाँको ट्याक्सी चालकहरूसँग त्यहाँ गरिएको उनको व्यवहार छ। त्यो व्यवहार सरस्वती हेर्दाखेरि के छ भन्दा उहाँ अलिकति एग्रेसिभ मुडमा बाहिरैबाट एग्रेसिभ मुडमा हुनुहुन्थ्यो। त्यसैको चाहिँ के हो भन्दा त्यो अलिकति बढ्दै गएको स्वरूप हो। यसमा सबैभन्दा बढी चाहिँ अब के छ भन्दा उहाँको अलिकति उहाँको एटिच्युडको कारणले गर्दा यो समस्या आएको जस्तो लाग्छ। र यसमा हाम्रा प्रहरीहरू पनि केही हिसाबले त्यहाँ अलिकति थोरै उत्तेजित भएको अवस्था छ। त्यो उत्तेजना चाहिँ उहाँले पार्नु प्रहरी उत्तेजित हुन मिल्दैन। प्रहरी जिम्मेवार हुनुपर्ने थियो। प्रहरी उत्तेजित भएको सरासर भिडियोमा पनि देखिन्छ। दोस्रो पक्ष ती युवक जतिसुकै एटिट्युड देखाए पनि, जतिसुकै आक्रोशित भए पनि उनलाई संयम बनाउने, उनलाई चाहिँ नियन्त्रणमा लिने अथवा सम्बन्धित कानुनी रूपमा चाहिँ अगाडि बढाउने त्यो ढङ्गको जिम्मेवारी प्रहरीले देखाउनु पर्ने थियो। प्रहरीको समेत यहाँ कमजोरी देखिन्छ। गल्ती कसबाट हुँदैन, गल्ती सबैले गर्न सक्छन्। अनि प्रहरीले चाहिँ गल्ती नै गर्दैनन् भन्ने त हुँदैन होला। अनि जिम्मेवार बन्नुको सट्टा उत्तेजित भएका प्रहरी जवानहरूलाई कारबाही गर्दा प्रहरी सङ्गठनको के बिग्रिन्थ्यो र? जनमान पो बढ्थ्यो त, होइन र?